नमस्ते गाइस, वेलकम टु माई न्यू भिडियो। सबैलाई स्वागत छ। आज धेरै पछाडि यो भिडियो चाहिँ क्रिएट गर्दैछु। सायद हामी दुईजना थियौँ, अहिले चाहिँ चारजना भइसकेका छौँ। कतिलाई थाहा छ कतिलाई थाहा छैन, र यो भिडियो मार्फत पनि तपाईँहरूलाई चाहिँ जानकारी दिन चाहन्छु। चारजना मध्येमा चाहिँ एउटा छोरा आएको छ, एउटा चाहिँ छोरा आइछिन् है। ठिकै एउटी चाहिँ छोरी आइछिन्, अर्को चाहिँ छोरा आछन् है त। यता सुतिरहेछन्। अनि यता हाम्रो मेरो हजुरआमा, अनि यी साना फुच्चाफुच्चीको चाहिँ यो हजुरआमा होइन, के भन्छ हजुरआमाको पलाती भयो। म नाति भएँ, यो चाहिँ पलाती भयो। यता हुनुहुन्छ। अनि आमा भन्नु है, पलाती आँखा कस्तो लागिरहेको थियो नि? राम्रो ए कहिले आएछन् पलातीहरू? बढेको राम्रो त मान्नु पर्यो नि। हो त नि। अनि कतिलाई त अब सानो केटीले दुःख दिन्छन्, केटीले भनेर चाहिँ अनि झ्याउ मान्छन् कि हजुरले मान्नुहुन्छ मान्नु? झ्याउ मान्ने हो त्यस्तै गरी गएको त सबै के खाएको त नि उता के खाँदैछन्? कसले हानु फेरि फोन? कसले आमा? एक्काले हो। अब नानी उठ्ने बेला भयो। त बाबु चाहिँ सुतिरहेछ। यस्तो गरौँ न, बाबु चाहिँ सुतिरहेछन्, नानी चाहिँ उठ्न थाली होइन त। ल दुईवटा हाम्रा दुईवटा नयाँ सदस्य सुतिरहेछन्। अनि यता नयाँ सदस्य ल्याउनको लागि 9 महिनासम्म चाहिँ बेसरी सङ्घर्ष गर्नुभएको हाम्रो म्याडमले चाहिँ अहिले के खानुभएको? के मासु दाल भात रहेछ बिस्तारै हुनुहुन्छ। आमा चाहिँ यता चाहिँ ल पलातीसित कुरा गर्नुहुन्छ भनेको यता फोनमा बोल्न थाल्नु आमा चाहिँ। यता हेर्नु त आमा। पलाती त्यस्तासित के कुरा गर? कान्छा ल्याइछ। कान्छा छोरा छ। ल म चाहिँ यता छु। अङ्कललाई ए आँखाले पनि छैन। ल यहाँ कान्छु नि आइपुगेछ है। म यहाँ युट्युबमा भिडियो हाल्नलाई रेडी गरेको कि। यति आँखाले देखेर त्यो बिचरा स्याकर गऱ्यो कुन बल्ल सोधेको। केटी बल्ल कतिलाई बोल्न आए गाला देखिन लाए। अब ए नानी चाहिँ गरेपछि खानालाई बोलाइसकेको छ। बाबु चाहिँ अघि नै सुतेको। कहिले हुँदा ए के कतिलाई गाला बोल्छन्? ल हेर कोहीदेखि हेर्ने पनि आइछ। ए छोरो निदा यो बेसर टाँटी छ कि डन मस्तले जान्छन्। के भयो त नि? ल हेर केटीको सामान के हुन्छ के हुन्छ। अब यहाँ चाहिँ यो चाहिँ छैटीको दिन चाहिँ यहाँ दुईवटा थाली थियो, एउटा तल रहेछ होइन। केटीलाई कपी र कलम यता राखिदिएको छु मैले होइन। यस्तो हो गाइस। अब के हो, अब 2जनाबाट 4जना भइहाल्छ। अब सङ्घर्ष त कति हुन्छ भने पछिका दिनहरूमा चाहिँ म भिडियो अपलोड गर्दै जानेछु।
कस्तो लाग्छ भिडियो मन पऱ्यो भने लाइक कमेन्ट र सेयर गर्न नभुल्नु होला। अहिलेलाई चाहिँ म यति 5 मिनटको भिडियो मात्रै रेडी गरेर हालेको छु, अरू चाहिँ यस पछाडि हाल्ने प्रयास गर्दैछु। सायद कसले मन पराउनुहुन्छ, मन पराउने साथीहरूले लाइक कमेन्ट सेयर गर्नु। पछि कल गर्छु अरे आमा, फेरि कल गर्नु। होइन तपाईँले हानेर आमा। आमा ए आमा, पहिला पहिला के हजुरहरूले पाउँदाखेरि यस्तो हस्पिटल भन्ने थिएन अरे? थिएन है? पल्पा केही काम पऱ्यो पल्पा आउँथ्यो नि हातभाँची पाल्पा हो त नि, हात खुट्टा भाँचियो उहाँ आउने है हिँडेर, मान्छे केही भए बोकेर ल्याउने होइन त आमा डोकामा? दोकान बोकेर ल्याउन पर्छ मान्छेलाई, साह्रै गाह्रो थियो। अनि त्यो कोहीले त बच्चा बच्ची पाउनु सक्दैनन्, तिनीहरूलाई के हाल्नु थियो नि? हजुरबालाई पारी चैतले बोकेर ले यता चैतले कोही चाहिँ त्यो बच्चा पाउनै सक्दैन, तिनीहरूलाई नि दोकान बोक्ने। केले त नि झाडा कसो उही बस्यो बोक्यो फेरि गाह्रो। जे गर्दा नि पल्पै आउनु पर्ने। त्यही त नि अब समय अनुसार परिवर्तन हुँदै गए, टेक्नोलोजीले फड्को मार्दै गयो होइन। पहिलाकै चाहिँ अब सोचले चाहिँ अगाडि जिन्दगी बढ्दैन भन्ने चाहिँ अब समयले परिवर्तन गरायो। मान्छेको चेन्ज अनुसार, मान्छेको मानसिकता अनुसार सबै कुराले परिवर्तन गराउँदै गयो। ला उठे है त, उठे। ल आमा, ए आमा, मैले भिडियो बनाएको छु सुन्नु त, मैले भिडियो बनाएको छु, त्यही भन्नु के कति बनाउने यारे। अब के भन्न चाहनुहुन्छ त? सबैले यो बाबुको भिडियो युट्युबमा राम्रोसँग हेरिदिनु होला भनिदिनु नि त एकचोटि। सबैले हेर्न खोजेका छन्, हेर्छन्। होइन क्या, यो भिडियो यता हेर्नु त, यो भिडियो युट्युबमा जान्छ है। युट्युबमा सबै दर्शकलाई चाहिँ अब यो बाबुको भिडियो राम्रोसँग हेरिदिनु होला भनिदिनु। राम्रोसँग हेरिदिनु होला सबैले, मान्छेलाई लाइक कमेन्ट र सेयर पनि गरिदिनु होला भन्नु। लाइक गरिदिनु भन्ने अरे यसरी। लाइक गरिदिनु भन्नु न, हेरिदिनु, सब्सक्राइब पनि गरिदिनु भन्नु। सब्सक्राइब गरिदिनु भन्नु न। सर सबै भनिदिनु। ल गाइस, अब भिडियो यति, अरू भिडियो चाहिँ पछि हाल्दै जानेछु। आमाले सब्सक्राइब गरिदिनु भनेको सब्सक्राइब सरसफाइ गरिदिनु भनिदिनु। ल भिडियोमा गएर सबैले सरसफाइ गरिदिनु है, मेरो भिडियोलाई मजाले क्लियर हेरेर अलिक सरसफाइ गरिदिनु होला। आजलाई चाहिँ यति नै गर्नु चाहे। धन्यवाद।